यसो डुलडाल गर्न हिँडिसकेपछि आज एउटा चस्मा चाहिँ बोकिहालेँ मैले। अनि एउटा कुरो चाहिँ के भन्न मन लाग्यो भने हजुरहरू पनि सधैँ हुनुहुन्छ होला, म पनि सधैँ छु है। अनि अब यो सानो एउटा भ्लग हो, अन्तिमसम्म हेर्नु होला। खासै स्पेसल कुरा त केही फिला पार्नुहुन्न। म जति हेरेर खालि फटायो बोल्छु, हुने नहुने बोल्छु, तर म सुध्रिनेवालामा छु। अब म सुध्रिन्छु। अब यो हेर्नु न, अब के देखिन्छ बाटामा हिँड्दा हिँड्दै अनेक देखिन्छ, फेरि मलाई देखाउनु मन लागिहाल्छ। अब यो कुहिएको आलु नै होला हुन चाहिँ होइन। अब के भन्दा नि अब यस्तै छ। यता अब म सुध्रिन्छु त्यो भन्छ कि म सुध्रिसकेँ हो। सुध्रिन चाहिँ कहिलेकाहीँ प्याटापुटु बोल्न पनि सक्छु मैले होइन, ट्याक लाएर म बोल्न पनि सक्छु। तर अब म नहुने कुरा त बोल्दैन, फेरि मिल्ने कुरा चाहिँ बोल्छु, नमिल्ने कुरा चाहिँ म बोल्दिनँ नि। अनि अब यहाँ यस्तै मारामार छ अब अहिले मान्छेहरू है। अनि अब के हेर्नु त नि, अब यस्तै हो ट्याक लाएर। अब यहाँ फेरि कृषि क्रान्ति भइरहेछ। अस्ति भएर प्लास्टिकले छोपिरहेको थियो, के लाउने होला भनेको आलु भसक्कै लगाएर भ्याएछन् ठाइले बाउले। फेरि ठाइले बाउलाई भेट्ने बेला हुन लाग्यो। ठाइले बाउले फेरि कति राम्रो राम्रो साग पनि लगाउँछन् क्या यहाँ। त्यही भएर हिजोसम्म प्लास्टिक मात्रै थियो, आज सबै हरियो भएर उम्रिसकेछ। ठाइले बाउलाई भेट्न पर्ने। ठाइले बाउले गर्छन् नि यहाँ खेती त, फेरि कृषि क्रान्ति उपाध्यै गर्छन् फेरि ठाइले बाउले। अब हेर यस्तो यस्तो घर अब यतिकै लडेर गएको छन्। यो घरमा अब हामीलाई यस्तो व्यवस्था गरिदिनु भयो नि हामी यस्तो मजाले बस्थ्यौँ कि के हेर्ने। जान्दैन यिनीहरूले पनि भाडा लाएर खान्न त हाम्रो नेपालको सिक्किमवासीले पो जाने छन् त, यहाँकोले जान्दो रहेछन् क्या। फेरि यत्रो घर छ काण्डे, यत्रो विदेशीहरू बस्नलाई अब बिजोग छ। अनि कुरो बुझ्नु भयो नि तपाईँहरूले? ठिक छ। जोकर भने यस्तै हो, जोकरै हो। अनि हेर्ने बेला नि अत्तापत्ता छैन, अनेक भन्छ हेर्छ। मान्छेलाई के तनाउ दिँदैन, मान्छे हो नि त, हुन्छ नि त, आफ्नो ताल हुन्छ, अब आफ्नो अब तरिका हुन्छ। जसरी हिँड्यो नि जे गरे नि अब नराम्रो गर्न भएन होइन। हिँड्ने हो डुल्ने हो आफ्नो तरिकाले। अब सबैको एउटै हुन्छ भन्ने छैन नि त, आफ्नो शैली हुन्छ होइन। बाँच्न पर्यो चलेगा। अब जान्छ गुटुङटुङ यस्ता भलक त कति आउँछन् कति आउँछन् होइन। मान्छेको दिनचर्या पनि त देखाउनु पर्यो नि त मान्छेलाई होइन। बुझ्नु पर्यो फलानाले के गर्दैछ, कहाँ के डुल्दैछ। यहाँ त मान्छेले त अनेक सोध्दो रहेछ नि त। अनेक यस्तो गरौ उस्तो गरौ यस्तो भएछ। मान्छेहरू हुन्छ नि त त्यस्ता कुराहरू गर्ने। मान्छे कुन कुनामा कसरी बसेको छ, के गरेको छ, कसैलाई थाहा पत्ता छैन। तर यहाँ बाहिरी रूप देखेर चाहिँ बाहिरी आवरण देखेर मान्छेहरू चाहिँ भुतुक्कै हुन्छन् क्या मान्छेहरू। अब मान्छे अहिले यहाँ अब यो सुरुङभित्र यसरी हिँड्न परेको छ। अब कस्तो तरिकाले कुन अवस्थामा छ अरूलाई के थाहा। त्यही भएर म भन्छु गाह्रो अप्ठ्यारो सबैलाई हुन्छ। मान्छे आफ्नो आफ्नो समस्याले गुज्रिरहेको हुन्छ। त एकछिन पराइले देख्दामा जिन्दगी यस्तो छ रहेछ, यस्तो गरेछ, उस्तो भएछ भनेर डाहा गर्ने काम चाहिँ गर्न हुन्न है साथीहरू। तेरिका म त छक्क पर्छु हौ। अब यो ममा पनि छ, यो सबैमा हुन्छ। तर यस्तो काम चाहिँ बन्द गर्नु पर्यो होइन भने कसलाई थाहा छ जिन्दगीमा यस्तो त्यही मान्छेहरू कस्तो तरिकाले जिइरहेको छ है। हेर्दा सुन्दा मात्रै फलाना यस्तो उस्तो भनेर चाहिँ यो अर्का पछि लाएर चाहिँ यस्तो कुराहरू चाहिँ डाहा गरेर टाउको फुटाउनु खोजेर चाहिँ हुँदैन है साथीहरू है। हेर्नुहोस् अब यो भलक अब यस्तै यस्तै कुराहरू हो। अब भलक खासै त्यस्तो प्रगति लाग्ने खाले त छैन। अनि आज फेरि शनिबारै हो। आज लुटो काट्ने है, लुटो काट्ने। अब लुटो काट्दाखेरि अब त्यही त नि यहाँ के छैन, छैन यत्रो हो काटेको, हत्तपत्त छैन, केही छैन। तँलाई यो जिन्दगीले कहिल्यै साह्रै पीडित बनायो क्या साथीहरू। अब अहिले यतिखेर ट्याक्क लाएर चाहिँ है टन्नै छ त। शनिबार हो नि त आज।
छिर्ने बित्तिकै प्याटै भरिहाल्छ, त्यहाँ मान्छे कति जान्छ नि अड्नलाई, अहिले भर साम भइहाल्छ। अब त्यही हो हामीले ठिकै काट्ने के अरे के भन्छ त्यही त भागे काट्ने ठाउँ चाहिँ त्यही हो, भागे साट्ने ठाउँ। मान्छेहरू लाइन छ नि यत्र गाडी चढेर हिँड्दैन गाँठे। अब भागे गाडी चढ्न पाएकै थियो, भागे पुगिहालेछ त है। हुन त गाडीमा तेल हाउमा होला, लुरो त काट्न पऱ्यो भने त अनि है कुरो त्यो अन्तखेरि अब यसरी त्यहाँ खोला लाइन आएर काटिन्थ्यो। उहाँ पनि रोडले काट्नु भनेर हामी आएको छ, पार्छु भएर हिँड्नु भएको अरे, पार्नुहुन्छ होला नि त। अब भित्र छिर्ने हो लाइन त किनभने सबैजना यसरी ट्याक्क भागे। यसरी स्टेसनमा कति काट्ने, एउटा दुईवटा तिनवटा चारवटा पाँचवटा छ सात आठवटा, यो पैसा फाल्ने बाटो 8वटा छ यहाँ। यहाँ 8वटामा 1 2 3 4 5 6 7 8वटा, यो पछाडिको 8वटा 9वटा, त्यही भएर 10-12वटा आइटम छ यहाँ पैसा फाल्नुलाई। त्यही भएर अब हामी नि यो फाल्नै आएको। अब यो भागे छैन, काट्ने यो सुई लाएर के कस्तो हुन्छ हेर्नुपर्छ ल। बेलुका आउँछ रिजल्ट चाहिँ, बेलुकासम्म प्याट्टै।